आज हाम्रो ढलानको अन्तिम दिन। केटाहरू यहाँ नाङ्गै भुतुङ्गै भएर पुरा काम गर्दैछन्। अनि यहाँ चाहिँ हाम्रो खाजाको लागि ट्याक्कै हेर्नु, अब खाना बनाउने खाजा बनाउने मान्छे धेरै नाङ्गै भुतुङ्गै छ। ल हेर्नु चितवनको गुरुङ दाइ आज अन्तिम दिन यहाँ चाउचाउ उमालेर सिउ र भुजासँग खाने सोचमा हो। काम चाहिँ एकदम धुमधडाका हुँदैछ यहाँ, बिल्कुल एकदम दामी हुँदैछ कामै साथी। लास्ट दिन है आज चाहिँ हाम्रो। जावा केटा हो। ल है चाउचाउ उम्लिएको छ है। ल अब चाउचाउ उम्लियो, कम हुन्न त यो झोल, अलि झोल बढाउ न यार। त्यो चाउचाउसँग खान्छ क्या झोल। अब हाम्रो यहाँ चाउचाउ सर्भ हुँदैछ है। हाम्रो यहाँ चाउचाउ ट्याक्क। अनि खोइ भुजा हो चाउचाउसँग, चिउरा भुजा अनि ठ्याक्कै मिसाएर हालिदियो ल। ल खाऊ 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 खाऊ, खाने नि हो, काम पनि गर्ने हो। खानुपर्छ खानुपर्छ। अब आज त जसरी पनि सक्नु छ यो, भरे राति भयो भने। अनि खाऊ, राति 8 बजीसम्म भने पनि सक्ने हो यो, भरे राति। टन्न खाऊ। के भन्नु छ? यही हो, असारमा काम गरेर हाम्रो खेत पनि यसरी खान्थ्यो पहिला। ए घरको आमा त 2 जना। ओ बुढा टन्नै खानु ल। ल खाने पनि हो अनि गर्ने पनि हो केटा हो है। आज लास्ट हो, अब भोलिबाट यसो टालटुल गर्ने हो। अनि एक दिन तिमीहरूलाई म राँगाको मासु ल्याएर खिलाइदिन्छु केटा मेरो तर्फबाट। राँगा ढाल्नलाई त हरायो नि, घर जमिन बेचे मात्रै हो। होइन आज त यता ठेकेदारले खिलाउँछ। मेरो त भोलि सकिएको उपलक्ष्यमा 1-2 दिन पछाडि ल्याइदिन्छु। राँगाको गोठबाट हरायो, तिमीहरूलाई दिने राँगाको त फुत्किएछ दाम्लो। अब तल बजारतिर खोज्नु जानुपर्छ।